Good morning, everyone, and welcome back to my channel. And this is Miss Sammy here. Wow. भर्खर उठेर मुख नधुई भिडियो गर्दैछ दुईजनाले। आज चाहिँ के छ? आज के छ यहाँ घरमा? आज ढोकभेट छ सम्धिनीको दुईजना 7 बजी उठेर नि मुख नधुई भिडियो उयो गर्दै भिडियो। आज सम्धिनीको ढोकौली छ आज यहाँ हाम्रो घरमा र हामी चाहिँ अहिले भर्खर उठेको। आमाले चाहिँ अघि उठेर पनि खाजा बनाइदिइसक्नुभयो र अब चाहिँ हामी मुख सुख धोएर सानाक्सिने गर्ने वाला छौँ। एभ्रिवान, म चाहिँ अहिले भर्खर नुहाइदै गरेर चाहिँ आएको र यहाँनिर चाहिँ पुरा बिजी भइरहेको छ सबैजना। म चाहिँ यहाँनिर डल्लै यहाँनिर काम सकेर चाहिँ तल गएर मसलाहरू बनाइदिएर टाङडुङ गरिसकेर चाहिँ म यहाँनिर हात नुहाइदै गरेर आएको र अब अहिले 11 बजेतिर चाहिँ हाम्रो मेरो पापा आमाहरू आउनुहुन्छ, बराबरीहरू आउनुहुन्छ हो। त्यति बेला चाहिँ अब सम्धिनी ढोकाउने हुन्छ। त्यति बेला चाहिँ म तपाईँलाई देखाउँछु नि हाम्रो घरको कस्तो हुन्छ भनेर। सो अहिले एकछिनबाट भेट्यौँ होला। अब चाहिँ मैले यहाँनिर पनिर काटिसकेँ र यहाँनिर चाहिँ नानाले बनाउनु भयो गुन्द्रुकको अचार र यता चिया बनाउनु हुँदैछ। अब चाहिँ म रेडी हुन जान्छु र रेडी भएर भेटौँ होला। उल्टा पाल्टा भयो त। रेडी भइसकेको म चाहिँ अब कति बेला आउनुहुन्छ। ए हाम्रो सन्तानहरू पनि आइपुग्नु भयो यहाँ पछाडि आउनुहुँदैछ। यहाँ गल्यो आउनु हुँदैछ। यता हाम्रो पुसाइबाट सबैजना आउनु भएको छ। चाहिँ घर यहाँ यसरी सजिरहेको छ माथि। केही दिन अगाडि मात्रै जुन चाहिँ शुभ कर्म ठुलो कर्महरू गर्ने भएको थियो र आजको दिनमा हजुरहरूले एउटा सम्धिनीलाई दोहोरो ढोकभेटको लागि चाहिँ आजको दिन तारिक बोलाउनु भएको थियो। साथै त्यो उताको सम्धिनीले तपाईँहरूको यो वचनलाई नठुक्राइकन आज हामी
दोहोरो ढोकपेटको लागि सब सम्झिनी लिएर आइपुगेको छौँ हामी पहिलेकै हामी हुन्छ नि अब पहिले नै भएको माथि बिहामा है र त एकताल मात्रै हुँदैन दुईपल्ट गरौँ भन्छ जुन चाहिँ अब हाम्रो सम्झिनेको जुन चाहिँ दोहोरो ढोकपेटले चाहिँ अब हामीलाई एउटा पहिलेदेखि बसेर आएको प्रथा चाहिँ के छ भने दोहोरो ढोकपेटले चाहिँ आउजाउ खुलिन्छ भन्ने कुरा छ है र अब यहाँ नजिक बसी टाढा नै होस् हाम्रो छोरीचेली बिहा भएको र हामी कुनै पनि बेलामा पुग्नुपर्ने इमर्जेन्सी कामहरू पर्छ र त्यसले गर्दा आज उहाँहरूले चाहिँ दोहोरो ढोकपेटको लागि हजुरहरूलाई निम्ताउनु भएको छ है र आजदेखि चाहिँ कुनै कारणले पनि रोकिँदैन रोक्दा नै रोकिँदैन आजदेखि चाहिँ दुई पक्षको दोहोरो ढोकपेट हुँदैछ खुलास कुनै पनि बिना काममा डुल्नु आउँदा नि गाउँमा सनातन गाउँमा निस्केर जानु सक्नुहुन्छ है निस्केर जानु सक्नुहुन्छ या छोरी घरमा आउँदा त निस्किने कुरा आएन र अरू गाउँमा आउँदा पनि यसो सम्झिनीहरू वरिपरि हुनुहुन्छ सबै घरमा यसो निस्केर एक वचन हामी बोलेर जान सक्नुहुन्छ आउजाउ गर्नु सक्नुहुन्छ पहिले त अब यसलाई चाहिँ जुन चाहिँ तपाईँहरूले पनि गर्दै यो कर्म गरिएको छ यो जुन चाहिँ भगवान्को स्थानमा गरिएको छ है यो प्रथा चाहिँ हाम्रो नानीहरूलाई आशीर्वाद दिँदै 25सम्म चाहिँ उहाँहरूको जिन्दगी सफल रहोस् भन्ने कामना गर्छु। बडा भन्नु न ढोकन पर्छ सबले दुईजना नपलाई ढोकन पर्छ अब खास त खुट्टामा ढोक्नु पर्ने हो कि अब चेपारो छ र हो नि घोडाबाट ढोकाउनु पर्छ नाना पनि जान्छ नाना त सबलाई नमस्कार गर्दा पनि नमस्कार भन्दा पनि अनर चाहिँ हेरेर खान अहिले नमस्कार गरेर अनर फेरि बिर्स्यो भने के फाइदा मेन चाहिँ त्यो हो नि त र हामीले सबै ढोकौली सकौली सब भइसकेर चाहिँ यहाँनिर यसो खानु हुँदैछ यहाँनिर मेरो पापडामा त के साह्रो माया अब यहाँ सबैजनाले माम खाइसक्नु भयो
हाम्रो लास्टको यो चाहिँ बिदावारी दिनुभएको Joy, uya sa Joy. Joy ito. के रे सबैजना बिदावारी भएर गइसक्नु भइसक्यो र अब चाहिँ हामी पनि पढाघर जान्छौँ। सो यति नै थियो मेरो भिडियो। सी यू इन माई नेक्स्ट भिडियो। टिल देन टेक केयर, बाई बाई।